नमस्कार साथीहरू, स्वागत छ आजको यस भिडियोमा म हजुरहरूलाई शिक्षक आन्दोलनको कारणले अन्यलमा परेको कक्षा 12 को परीक्षाको तयारी सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले आज निर्णय गर्ने भनेपछि धेरै विद्यार्थीहरूले यसको बारेमा जान्ने कोसिस गर्नुभएको थियो। यसको बारेमा हामीलाई राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट नयाँ जानकारी आएको थियो। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला, किनभने हामीले यसको बारेमा नयाँ जानकारी दिनेछौँ। शिक्षक आन्दोलनका कारण कक्षा 12 को परीक्षा तालिका अन्यलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले 11 वैशाख 2082 अप्रिल 24 2025 देखि परीक्षा सञ्चालन गर्ने घोषणा गरेको थियो। तर नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ। महासंघले चैत 25 गतेदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ, जसमा देशभरका विद्यालयहरू बन्द गरेर शिक्षकहरू आन्दोलनमा सहभागी भएका छन्। यसले परीक्षा सञ्चालनमा गम्भीर असर पारेको छ। हालसम्म राष्ट्रिय परीक्षा बोर्ड वा शिक्षा मन्त्रालयले परीक्षा स्थगन वा नयाँ मिति सम्बन्धी आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन्। तर शिक्षकहरूको सहभागिता बिना परीक्षा सञ्चालन सम्भव नहुने भएकाले बोर्डले चाँडै निर्णय लिनुपर्ने दबावमा छ। परीक्षाको अन्तिम निर्णय आज आउने सम्भावना एकदमै कम देखिन्छ, तर बोर्ड र सरकारको तर्फबाट चाँडै निर्णय आउने अपेक्षा गर्न सकिन्छ। कृपया राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट वा विश्वसनीय समाचार स्रोतहरूबाट नियमित जानकारी लिनुहोस्। निर्णय सार्वजनिक गर्ने बित्तिकै हामी तपाईहरूलाई यसको बारेमा जानकारी गराउनेछौँ।